नमस्ते सबैजनालाई दिस इज आइनहाइट 11 लेसन नम्बर 1 निकोस वेगको काइन वुड अर निस्टको बारेमा हामी पढ्नेवाला छौँ। लेट्स गेट स्टार्टेड। नमस्ते टु एभ्रिवान, माई नेम इज निशान। वेलकम टु प्रेजेन्टेसन फ्रम 12 जम्मन। लेट्स स्टार्ट विथ टेबल अफ कन्टेन्ट। टेबल अफ कन्टेन्टदेखि सुरु गरौँ। नम्बर 1मा छ वाट इज काइन एन्ड निस्ट। अब काइन र निस्ट भनेको चाहिँ के हो त? यो भनेको चाहिँ म भात खादिनँ भने यो खादिनँ हुन्छ नि, यही थियो जर्मनमा हामीले चाहिँ काइन्ड र निस्ट युज गरेर यो नेगेटिभ सेन्टेन्स बनाउँछौँ। ओके, अब यसलाई डिटेलमा चाहिँ कतिखेर काइन्ड युज गर्ने कतिखेर निस्ट युज गर्ने त्यो कुराहरू हामी फर्दर लेसनमा पढ्नेछौँ। त्यो पछाडि वेन डु पिपल युज काइन्ड एन्ड निस्ट। काइन्ड र निस्ट चाहिँ कतिखेर युज गर्ने, कुन कुन सिनारीमा चाहिँ काइन्ड युज हुन्छ, कुन कुन सिनारीमा निस्ट युज हुन्छ, हो त हामी डिटेलमा पढ्छौँ। त्यो पछाडि टेबल टु युज देम। अब यसको रुल्सहरू हुन्छ। ओके, काइन्ड कहिले लाउने, निस्ट कहिले लाउने, यसको रुल्सहरू हुन्छ। रुल्सको हिसाबमा धेरै फरक पर्छ हरेक सेन्टेन्समा। सो यो एउटा म टेबल दिन्छु, हजुरले त्यो टेबल पढिसकेपछि यु क्यान युज देम। ओके, नम्बर 4मा चाहिँ इक्जाम्पल सेन्टेन्सेस। इक्जाम्पल सेन्टेन्सेस चाहिँ अझै त्यो कन्सेप्टलाई सोलिडिफाई गर्छ या अझै त्यो कन्सेप्ट चाहिँ हामीलाई इन्टरनलाइज गर्न हेल्प गर्छ। अनि नम्बर 5मा छ एक्सर्साइजेस टु टेस्ट युर नलेज। ओके, आफ्टर कन्ज्युमिङ अल द कन्टेन्ट हाउ मच यु हेभ रिटेन्ड द्याट विल बी टेस्टेड इन द 5th point. Yeah, so let's start with a tip number 1. German is written in orange. Okay, orange ko German ho, and English is written in white. Sometimes I have made mistakes maybe. So take notes for later review and do the exercises for optimal learning. Yeah, exercises are nagarikana chai you will not learn. Nadan lasus anfangen. Let's get started. Definition of kind, und and nist. यसको डेफिनेसन के हो भने काइन्ड भनेको नेगेट्स अ नाउन, मिन्स नो नट एनी होइन। इट वर्क्स लाइक एन आर्टिकल। आइन चाहिँ काइन्ड भयो जस्तो हो क्या। सो यसले चाहिँ नाउनलाई नेगेट्स गर्छ। अब त्यो भन्नाले चाहिँ के भन्न खोजेको भन्दाखेरि चाहिँ जस्तै कि अ एप्पल भन्यो भने नो एप्पल भन्नको लागि अब हामी अ एप्पल कसरी भन्छौँ, आइन आफेल भनिन्छ नि होइन जर्मनमा। अब त्यसलाई चाहिँ नो एप्पल भन्नु पऱ्यो भने काइन्ड आफेल भन्ने क्या। ओके, काइन्ड आफेल। सो नाउनको अगाडि मात्रै आउँछ काइन्ड। या नाउन भनेको के हो, हामीसँग एप्पल, बल, यो सबै कुराहरू नाउन हो नि त होइन। सो यो नाउनको अगाडि मात्रै आउँछ है काइन्ड। ओके, युज इट वेन यु वान्ट टु से द्याट समथिङ डजन्ट एक्जिस्ट अर यु डोन्ट ह्याभ इट। ओके, नो भनेपछि त अभियसली छैन भन्न खोजेको, त्यो पनि के को अगाडि, नाउनको अगाडि छैन भन्न खोजेको। इक्जाम्पल हेर्ने भने जस्तै कि इफ have a kind auto. ओके, आई डोन्ट ह्याभ अ कार। अटो भनेको के हो, नाउन हो। नाउनको अगाडि के आयो, काइन आयो, या काइन आयो नाउनको अगाडि, नाउन अटो। सिमिलरली दास इज काइन हुन्ड भनेको छ। अब यसमा के छ, क्याट छ भनेपछि द्याट इज नट अ डग। अब द्याट इज अ डग भन्नु पर्छ भने दास इज आइन हुन्ड हुन्थ्यो, यहाँ आइन मात्रै हुन्थ्यो। या सो नाउनको अगाडि आयो काइन, आइन आउने ठाउँमा काइन लाग्छ या नाउनको अगाडि। सो डेफिनेसन भनेको अब एउटा सिम्पल रुल तपाईँहरूले याद के राख्न सक्नुहुन्छ भने इफ यु वुड से इफ यु वुड युज आइन देन यु क्यान अल्सो युज काइन। ओके, आइन लाउने ठाउँमा काइन लाउने हो हामीले। क्लियर? ओके, आई होप दिस इज क्लियर है त। अब निस्टको कुरा गरौँ। त्यसो भए निस्ट कहाँ लाग्छ भन्दाखेरि चाहिँ अरू सबै केसमा चाहिँ हाम्रो लाग्यो निस्ट, या नेगेट्स एभ्रिथिङ एल्स। अनि यसको मिनिङ भनेको नट हो। ओके, युज इट फर भर्ब्स, एडजेक्टिभ्स, एडभर्ब्स अनि होल सेन्टेन्सलाई चाहिँ हामीले नट भन्नु पऱ्यो भने हामीले या त नो या त नेगेटिभ बनाउनु पऱ्यो भने हामी युज गर्छौँ निस्ट। ओके, इक्जाम्पलमा हेर्ने भने इफ कमे निस्ट। अब यसमा के छ, नाउनको अगाडि त लागेको छैन होइन, यहाँ त नाउनै छैन। अब हामीले के भन्नु पऱ्यो, म आउँदिनँ भन्नु पऱ्यो, आई एम नट कमिङ भन्नु पऱ्यो भने के भनेर यसमा हामी निस्ट लाउने पऱ्यो। यो निस्टले के गर्यो भने यो होल सेन्टेन्सलाई चाहिँ नेगेटिभ गर्यो। जस्तै कि इफ कमे मात्रै भनेको थियो भने निस्ट लगाएको थिएन भने आई एम कमिङ, म आउँदैछु भन्ने हुन्थ्यो। तर म आउँदै छुइनँ या त म आउँदिनँ भन्नको लागि चाहिँ इफ कमे निस्ट भनेपछि होल सेन्टेन्स के भयो, तपाईँको नेगेटिभ भयो। या सिमिलरली अब यसमा हेर्ने भने दास इज निस्ट सुन भनेको छ होइन। अब पक्कै पनि हाम्रो अहिले पानी परिरहेछ नि पुरा हो, त्यस्तै यहाँ पनि वेदरमा देखायो नराम्रो कुरा। सो हामीले भन्नु पऱ्यो इट इज नट लुकिङ गुड अर इट इज नट नाइस भन्नु पऱ्यो। अब सुन भनेको त तपाईँको नाउन होइन
वाट इज दिस एग्जेक्टिभ अब एग्जेक्टिभलाई चाहिँ नेगेटिभ कसरी गर्ने यसको अगाडि त आइनहरू त आइने लाग्दैन भनेपछि काइन युज गर्नु मिल्दैन यस्तो केसमा हामी युज गर्छौँ निस्ट ओके द्याट इज निस्ट सुन भनेको द्याट इज नट नाइस द्याट इज सुन भनेको द्याट इज नाइस सो होल सेन्टेन्स नेगेटिभ भयो नि निस्टको काम के रहेछ नेगेटिभ गर्ने निस्ट कहिले लाउने एक्जेक्टिभको अगाडि क्ला ओके सिमिलरली अब एडभर्बको अगाडि पनि लाग्छ निस्ट जस्तै कि स्प्रिस्ट निस्ट गुड डोएज होइन हि डजन्ट स्पिक गुड डोएज ओके यहाँनिर पनि सेम कपी भएको रहेछ हि डजन्ट स्पिक गुड जर्मन भनेर चाहिँ यसमा भनिएको छ अब यो गुड भनेको के हो एडभर्ब हो अब एडभर्बलाई पनि नेगेटिभ गरौँ गुड भनेको निस्ट आएको थिएन र गुड मात्रै थियो भने गुड जर्मन हुन्थ्यो अनि अगाडि निस्ट आएको कारणले नट गुड जर्मन भयो ओके यानि कि ब्याड जर्मन पनि भन्न सक्यो यसमा होइन सो हो त्यसरी चाहिँ यसले एडभर्बलाई पनि नेगेटिभ गरौँ यो केसमा काइन लाग्न सक्दैन निस्टै लाउनु पर्यो है त सिमिलरली अब अर्को भनेको चाहिँ यसको सानो एउटा सिम्पल फर्म यो तपाईँले याद गर्नुपर्ने भनेको चाहिँ युज इट फर भर्ब्स एडजेक्टिभ्स एडभर्ब्स र होल सेन्टेन्स यति चारवटा कुराको लागि हामी युज गर्छौँ निस्ट काइन कतिखेर काइन भनेको जेको अगाडि आइन लाग्छ जेको अगाडि आइनै लाग्छ हो त्यसमा हामी युज गर्छौँ काइन त्यो भनेको जहिले नाउनहरू हुन्छ या सो आई होप काइन र निस्ट कम्प्लिटली क्लियर भयो होला या अब टेबल फर काइन अब निस्ट चाहिँ तपाईँको चेन्ज हुँदैन ओके निस्ट भनेको त्यत्तिकै भयो हाम्रो जर्मनमा तपाईँहरूले अहिलेसम्म पढेकोबाट थाहा पाइहाल्नुभयो होला प्याटर्न छ नि होइन तपाईँको मेल फिमेल र न्युट्रल कुराहरूमा जहिले पनि पछाडिको एन्डिङ चेन्ज भइरहेछ होइन निस्टमा त्यो हुँदैन तर काइन भनेको के हो हेर्नुहोस् त यो काइनमा हेर्नु त यहाँनिर यो काइन भनेको के छ यो काइनको पछाडि के छ आइन अब आइन मात्रै त छैन नि त हाम्रो त आइने पनि त हुन्छ नि त यानि कि काइन पनि त्यसरी नै जसरी आइन चेन्ज हुन्थ्यो होइन जेन्डरको वाइज त्यसरी नै काइन पनि तपाईँको चेन्ज हुनेवाला छ ओके सो त्यसको लागि हामीले यो टेबल पढ्नु नै पर्ने हुन्छ नत्र ग्रामटिकली इन्करेक्ट हुन्छ या क्ला सो लेट्स स्टार्ट विथ द टेबल हियर टेबल सो एज यु क्यान सी टेबल यसमा के छ भने नेगेटिभ आर्टिकल्सको लागि टेबल भयो भनेको यानि कि काइनको लागि अब यसमा हामीले मैले तपाईँलाई गेनेटिभसम्म दिएको छु वी ह्याभन्ट लर्न टिल गेनेटिभ होइन यो हामी केसेसहरू हामी फ्युचरमा पढ्छौँ बट अहिले पढेकोसम्म चाहिँ हेर्न सक्नुहुन्छ मास्कुलिन भनेको मेल भइहाल्यो या मास्कुलिन मेल भयो फेमिनिन भनेको फिमेल या नोइट्रुम भनेको न्युट्रल या अनि प्लुरल भनेको प्लुरल यानि कि मल्टिपल भयो होइन सो अब नोमिनेटिभको हेर्नुहुन्छ भने काइन भयो या हेर्नुहोस् त मैले हजुरलाई नै ट्राई गर्नुहोस् भनेको छु नोमिनेटिभको मास्कुलिनमा काइने हुने रहेछ फेमिनिनमा फेरि काइने हुन्छ हेर्नुहोस् त ई थपे लास्टमा या क्ला अब नोइट्रुममा फेरि काइने भयो अब प्लुरलमा के हुने रहेछ काइने हुने रहेछ ओके लास्टमा हाम्रो ई केमा थप्यो फेमिनिनमा प्लुरलमा ई थपिने रहेछ अब आकुजाटिभमा के हुने रहेछ त आकुजाटिभमा के हुने रहेछ भने फेरि तपाईँको काइन मात्रै हुँदैन काइनेन हुने रहेछ इएन थपिने रहेछ फेमिनिनमा सेमै भयो नोइट्रुममा इएन हुने रहेछ र प्लुरलमा इ नै रह्यो अब डाटिभ हजुरले अहिलेसम्म पढ्नु भएको छ कि छैन होइन तर डाटिभमा के हुन्छ काइनेम हुन्छ यो जस लिस्ट याद राखिराख्ने जतिखेर केसेसहरू पढिन्छ त्यतिखेर यो लिस्ट काम लाग्ने है त सो अहिले नै यो क्लियर चाहिँ एउटा मेन्टल पिक्चर भयो भने चाहिँ लाइक के हुनेवाला छ फ्युचरमा इट्स गोना बी भेरी हेल्पफुल या सो डाटिभमा के हुन्छ काइनेम फेमिनिन काइनेर इआर लाग्यो नोइट्रुममा काइनेम प्लुरालमा काइनेन ओके अब गेनेटिभमा काइनेस काइनेर काइनेस र काइनेर या सो डाटिभ र गेनेटिभ अलिकति गाह्रो छ त्यहाँदेखि माथिको त लाइक जेनेरली जुन यही हो रुल त तपाईँहरूले यसो हेर्नुहोस् त के हटाउने भने जुन आइनको रुल छ नि त्यही रुल होस् त्यही रुल सबैमा कपी पेस्ट हो या सो यो नेगेटिभ आर्टिकलको रुल पढ्नु र तपाईँहरूले यो आइनको रुल पढ्नु एउटै नै हुन जान्छ हजुरलाई या क्लियर सो टेक अ स्क्रिनसट हियर एन्ड विल मुभ अन okay I think that is the highlighting that we haven't learned that we'll learn that in future yeah rules for kind so I think अघिकै रुल्सहरु म अलिकति भन्छु जस्तो कि nouns with indefinite articles okay यो अलिकति अब डिटेलमा रुल्सहरु इन्डिकेट गर्छ जस्तो कि nouns with indefinite article भनेको लागि के त्यही हो जुनमा चाहिँ आइन लागेको छ नि जुनमा हामी आइन लाउँछौं नि नाउनकोमा हो त्यसमा हामी
काइन लाउने हो ओके जस्तै कि आइन्टिसमा हामी काइन्टिस भन्न सक्यो अब नाउन विथ नो आर्टिकल हो त्यसमा पनि हामी काइन लाउन सक्यो है त जस्तै कि एउटा सेन्टेन्स लेख्दाखेरि त एउटा नाउनलाई जनाउनको लागि हामी तीनटा कुरा हुन्छ नि त या त आइन आर्टिकल लाग्छ हैन या त डेयर दिदास आर्टिकल लाग्यो या त आर्टिकलै हुँदैन सो त्यो तीनटा केस हुन्छ नि त नाउनको लागि पनि या सो आइन लागेको छ भने जस्तै कि इफ दास इस्ट आइन आफेल छ भने दास इस्ट काइन आफेल भन्न सक्यो दास इस्ट आफेल छ भने दास इस्ट काइन आफेल भन्न पनि सक्यो होइन तर दास इस्ट डेयर आफेल भनेछ भने दास इस्ट काइनेर आफेल भन्न मिल्दैन ओके दास इस्ट काइन आफेल भन्न मिल्दैन सो जुनमा चाहिँ द लागेको छ नि हो त्यसमा फेरि काइन लाग्दैन क्या सो त्यो अलिकति डिटेलमा जान्छ बट त्यति डिटेलमा अहिले गइराख्नु पर्दैन जेनरली के याद राख्ने भने नाउ आर्टिकल छैन भने र आइने लागेको छ भने त्यो केसेसहरूको नाउनलाई नेगेटिभ गर्नुपर्ने छ भने एउटा सेन्टेन्समा हामी युज गर्छौँ काइन नत्र अरू सबै केसमा हामी युज गर्छौँ निस्ट त्यति नै याद गर्दा अहिलेको लागि पुग्छ हामीलाई या इक्जाम्पल्स हेरौँ इक्जाम्पलमा छ यहाँ हेर्न सक्नुहुन्छ नाउन विथ इन्डेफिनिट आर्टिकल यानि कि आइन लागेको इन्डेफिनिट आर्टिकल भनेको आइने लागेकोमा हेर्नुहोस् त इज दास आइन स्टिफ भनेको छ इज द्याट अ पेन भनेर कसले सोधेको छ हामीले के भन्नु पर्यो 99 दास इज काइन स्टिफ द्याट इज नट अ पेन ओके यसमा हामीले आइनलाई के गर्यौँ काइन गर्यौँ ल हेर्न सक्नुहुन्छ मुभिङ अन इज दास आइने काट्से इज द्याट अ क्याट इज द्याट अ क्याट 9 दास इज काइने काट्से ओके किनकि यसमा आइने लागेको छ यसमा हाम्रो सिम्पल त्यसलाई काइने बनायौँ हामीले ल नेक्स्ट नाउन विथ नो आर्टिकल अब यसमा आर्टिकल लागेको छैन कुन के सेन्टेन्समा हामी आर्टिकल लाउँदैनौँ हो त्यस्तोमा के युज गरौँ जस्तो कि जिन्दास टिस आर दिस टेबल्स भनेर सोधेको छ ओके या त आर इज द्याट अ टेबल भन्दा नि हुन्थ्यो उड आर दिस टेबल्स या 9 दास जिन काइनेट टिस भनेको नो द्याट इज नट अ टेबल या त दिज आर नट अ टेबल या सो यसमा आर्टिकल छैन नि त यसमा आर्टिकल नहुँदा पनि हामीले काइने लाउन सक्यो सिमिलरली जस्तो कि जिन्दास ब्युहेर ओके जिन्दास ब्युहेर जस्तो कि नाउन विथ नो आर्टिकल यसमा पनि हाम्रो ब्युहेरमा आर्टिकल छैन है क्या अब यसमा हामीले के लेख्यौँ भने 9 दास जिन काइने ब्युहेर या ब्युहेर यो भनेको यसमा के युज भयो काइने युज भयो किन युज भयो किनकि यसमा पनि आर्टिकल छैन या नो दिस आर नट बुक्स दे आर पेपर अब रुल्स फर निस्ट अब निस्टको रुल्स आफ्नो छ निस्टको रुल्स हेर्ने भने भर्ब सो फर्स्ट नम्बर वानमा छ भर्ब भनेपछि जस्तो कि फर्स्टेहेन सेकेन्डमा छ एग्जेक्टिभ्स निस्ट कहिले युज गर्ने कुरामा एग्जेक्टिभमा युज गर्छ जस्तो कि सुन भनेको एउटा एग्जेक्टिभ भयो इक्जाम्पल या अब एडभर्ब भनेको जस्तै गुड गेन यस्तो कुराहरूमा निस्ट युज हुन्छ र नाउन विथ डेफिनिट आर्टिकल्स अब निस्ट अर्को एउटा एक्सेप्सनल केस नाउन हुँदाखेरि पनि युज हुने केस भनेको चाहिँ डेफिनिट आर्टिकल हुँदा पनि हाम्रो निस्ट युज हुन्छ जस्तै कि डेयर टिस डेयर आफेल होइन डिटासे हो त्यस्तो कुरा आयो भने पनि हामीले निस्टै युज गर्नुपर्ने हुन्छ त्यसमा या अनि नाउन विथ पोजिटिभ आर्टिकल पोजिटिभ आर्टिकलमा पनि जस्तो कि माइन्टिस डाइन्टिस हो त्यस्तो कुराहरूमा पनि हामीले युज गर्छौँ निस्टै ल इक्जाम्पल्स हेर्ने भने इक फर्स्टेहे डोइस निस्ट म जर्मन बुझ्दिनँ होइन यसमा पनि हामीले लास्टमा निस्ट लेखेको छ इफ लर्ने इङ्ग्लिस निस्ट अब आई डोन्ट लर्न आई एम नट लर्निङ इङ्ग्लिस भन्नु पऱ्यो भने यो होल सेन्टेन्सलाई नेगेटिभ गर्ने अनि कि भर्ब यो भर्बलाई चाहिँ टु लर्नलाई चाहिँ नट लर्निङ होइन नट लर्निङ बनाउनको लागि चाहिँ हामीले निस्ट युज गरियो सिमिलरली इफ आरबाइटे होइटे निस्ट भनेको नट वर्किङ सो इफ आरबाइटे होइटे भनेको आई एम वर्किङ र नट वर्किङ बनाउनको लागि यानि कि भर्बलाई नेगेटिभ गर्नको लागि हामी युज गऱ्यौँ निस्ट सिमिलरली अब एक्जेक्टिभको कुरा नै आउँछ दास हाउस इज निस्ट सोन द्याट हाउस इज नट नाइस ओके त्यसमा पनि हामीले के युज गऱ्यौँ निस्ट युज गऱ्यौँ केलाई गर्नको लागि नेगेटिभ गर्नको लागि सोनलाई होइन दास हाउस इज सोन र दास हाउस इज निस्ट सोन भनेको द्याट हाउस इज नाइस र नट नाइस भन्ने भयो सिमिलरली देयर फिल्म इज निस्ट इन्टेरेसान्ट भनेको द मुभी इज नट इन्ट्रेस्टिङ भनेको इन्ट्रेस्टिङ इन्टेरेसान्टलाई चाहिँ नट इन्ट्रेस्टिङ नट इन्ट्रेस्टिङ सो निस्टलाई यसमा
सिमिलरली दास वेटर इज निस काल्ड भनेको द वेदर इज नट कोल्ड, कोल्डलाई नट कोल्ड बनाउन पनि हामीले युज गरियो निस्ट एक्जेक्टिभमा। या अब एडभर्बको कुरा गर्ने नि इफ स्प्रेखे निस्ट गेन डोइज आई डोन्ट लाइक स्पिकिङ जर्मन। ओके मलाई जर्मन लाइक स्पिक गर्न मन पर्दैन, सो ज्ञानलाई निस्ट ज्ञान बनाइयो, सो लाइकलाई डोन्ट लाइक बनायो। या सिमिलरली जी लोएफ्ट निस स्नेल। ओके अब स्नेललाई फास्टलाई नट फास्ट बनाइयो यसमा। ओके निस स्नेल एडभर्बलाई चाहिँ नेगेटिभ गर्यो यसमा पनि। ए जिङ्ड निस्ट लाउड हि डजन्ट सिङ लाउडली, अब लाउडलाई चाहिँ नट लाउड बनाइयो। ओके सो त्यसमा पनि एडभर्बलाई नेगेटिभ गरियो। अब नाउन विथ डेफिनेट आर्टिकल्स जस्तो कि अब यसमा हेर्न सक्नुहुन्छ दास इज निस्ट दि लाम्पे। अब दि लाम्पे आएको रहेछ, अब यसमा काइने लाम्पे भन्न मिल्दैन। ओके दि आएको छ यसमा दि लागेको छ, यसमा दास इज आइने लाम्पे थियो भने दास इज काइने लाम्पे हुन्थ्यो, तर दास इज दि लाम्पे भएको कारणले दास इज निस्ट दि लाम्पे भयो यसमा। ओके सो यो चाहिँ अलिक कन्फ्युजिङ छ, अरू सबै स्ट्रेट फरवर्ड छ है त रुल्सहरू। क्या अब इफ आर बाइते होइते निस्ट म आज काम गर्दिनँ। ओके यसमा केलाई नेगेटिभ गरिएको छ? ओके यसलाई हामीले होल सेन्टेन्सलाई नेगेटिभ गरिएको छ हैन। आई थिङ्क यो मिस्ड उतो भएको रहेछ अर्को इक्जाम्पल, बट यु अल्सो गेट द पोइन्ट। होल सेन्टेन्सलाई पनि निस्टले नेगेटिभ गर्छ। या नेक्स्टमा छ दास इज निस दास बुख। ओके अब दास इज आइन बुख भनेको थियो भने दास इज काइन बुख हुन्थ्यो होइन, तर यसमा दास इज दास बुख छ होइन, दास लागेको छ नि त, सो त्यसको कारणले हामीले त्यसलाई नेगेटिभ गर्नुको लागि चाहिँ निस्ट युज गर्नु पर्यो, यानि कि डेफिनेट आर्टिकल आउँदाखेरि निस्ट युज हुन्छ। सिमिलरली अर्कोमा छ दास इज निस्ट माइन्ड स्टिफ। अब यसमा चाहिँ किन निस्ट युज भयो भन्दाखेरि चाहिँ माइन्ड भनेको पोसेसिभ आर्टिकल हो। या पोसेसिभ आर्टिकल युज हुँदाखेरि पनि हामीले युज गर्नुपर्छ निस्ट हुन्छ। ओके निस्ट युज गर्नु पर्यो, सो त्यसको कारणले पनि यसमा हामीले हो यसलाई सेन्टेन्सलाई चाहिँ द्याट इज नट माई पेन बनाउनुको लागि चाहिँ हामीले निस्ट युज गर्यो। या माइन दाइन होइन जाइन हो त्यस्तो कुराहरूमा पनि हामीले युज गर्नु पर्यो निस्ट। यसमा पनि सिमिलरली हेर्न सक्नुहुन्छ दास इज निस्ट दाइन बुक भनेको द्याट इज नट युर बुक, निस्ट युज भयो फेरि पोसेसिभ आर्टिकल भएको कारणले। सिमिलरली दास इज निस्ट जाइन हुन्ड, या द्याट इज नट युर डग, यसमा पनि जाइन पोसेसिभ आर्टिकल भएको कारणले निस्ट युज गऱ्यौँ हामीले। सिमिलरली ओके इभिङ्गेन अब आउँछ एक्सर्साइजेस। लेट्स सी एक्सर्साइजेस के छ त एक्सर्साइजेस। या एक्साइटिङ पार्ट आयो अब लेट्स सी तपाईँहरूले चाहिँ अहिले होल कन्सेप्ट चाहिँ कतिको बुझ्नुभयो है त। सो इभिङ्गेन भनेको जे चाहिँ काइने उडा निस्ट लाउनु पर्यो हामीले। दास इज ड्यास हुन्ड, अब यसमा के हुन्छ होला त? सो म अलिक छिटो जान्छु, यु गाइज पज भिडियो पज गर्ने एउटा गेस गर्ने। ओके एउटा गेस गर्ने अनि त्यहाँदेखि चाहिँ भिडियो अन गर्ने है त। दास इज काइन हुन्ड, किन काइन हुन्ड भयो भने यसमा भनेको दिस इज अ नाउन, नाउनमा हामीले के लेख्यौँ काइन लेख्यौँ। इफ हाबे ड्यास चाइट, यसमा के हुन्छ? यसमा हुन्छ इफ हाबे काइने चाइट, किनकि चाइट भनेको दि चाइट हो। या यसमा हेर्नुहोस् है त, द्याट्स वाइ लर्निङ आर्टिकल इज भेरी इम्पोर्टेन्ट। ओके नाउनहरू पढ्दाखेरि हामीले आर्टिकलसँग पढिनँ भने युल मेक सच मिस्टेक्स। जस्तै इफ फर्स्टे दि अफगाबे के हुन्छ यसमा? निस्ट। किन निस्ट भयो? किनकि यसमा त्यसको निस्ट पछाडि केही पनि छैन नि त आउने होइन। सो यसले चाहिँ होल सेन्टेन्सलाई टार्गेट गरिरहेको छ, सो यसले चाहिँ हामीले होल सेन्टेन्सलाई नेगेटिभ गऱ्यौँ। आई डोन्ट अन्डरस्ट्यान्ड द एक्सर्साइजेस। या इज फर्स्ट डे दि अफगाबे निस्ट, आई डोन्ट अन्डरस्ट्यान्ड द वर्क या द एक्सर्साइज। अनि जी स्पिल्ड क्लेभियर ड्यास ज्ञान, अब ज्ञान भनेको के थियो? एडभर्ब। एडभर्बमा के युज हुन्छ? एक्ज्याक्टली निस्ट। जी स्पिल्ड क्लेभियर निस्ट ज्ञान। सिमिलरली दास इज ड्यास देयर लेयर, अब यसमा के हुन्छ होला त? के लागेको छ यसमा हेर्नु त? देयर लागेको छ। देयर भनेको इन्डेफिनिट आर्टिकल, या सुत्मेलाई डेफिनेट आर्टिकल। अब डेफिनेट आर्टिकलमा के युज हुन्छ? निस्ट युज हुन्छ, काइन युज गर्न मिलेन। या निस्ट। आई होप यु गट द्याट। लेट्स सी वाट्स नेक्स्ट। ओके वी काउफेन होइटे ड्यास बोट, यसमा के हुन्छ? ब्रेड। ब्रोड भनेको ब्रेड। ओके आई थिङ्क यसमा चाहिँ आई विल गिभ अल अनि यु विल डु इट। या
So first cosa we kaufen heute das Boot, das Wetter ist das schön. Ich trinke Kaffee das oft. Das ist das mein Handy. Sie arbeitet am Wochenende. हैन अब यसमा चाहिँ you have to do the work. Pause video, guess your answer and only watch है त. सुरुको हुन्छ काइन we kaufen heute kein Brot. बोट भनेको das Brot हुन्छ. बोट भनेको ब्रेड. सो काइन लाग्यो यसमा है त. नाउनको अगाडि काइन लाग्यो बेसिकली हैन. das Brot भनेर दिएको थियो भने निस लाग्थ्यो. ओके बट देयर इज नथिङ नो आर्टिकल त्यस बोर्डको अगाडि आर्टिकल छैन सो काइन लाग्यो है त्यसमा नो आर्टिकलमा काइन लाग्छ. das Wetter is that सुन सुन भनेको हाम्रो के हो एग्जेक्टिभ. एग्जेक्टिभमा के लाग्यो निस लाग्यो या. ich trinke oft das ich trinke Kaffee das oft. oft भनेको often हो. often भनेको इट्स नट अ नाउन. सो यसको कारणले यसमा के लाग्छ निस लाग्छ. das is das mein Handy. अब handy भनेको इट्स अ नाउन बट यसमा के छ पोसेसिभ आर्टिकल छ. पोसेसिभ आर्टिकलमा हाम्रो के लाग्छ निस लाग्छ. के लाग्दैन काइन लाग्दैन निस लाग्यो या. जी arbeitet am Wochenende. अब हेर्नुस् त लास्टमा ड्याडेस दिएको छ यो पछाडि फुल स्टप छ. यानी कि एन्डिङमा हुँदैछ भने चाहिँ होल सेन्टेन्सलाई नेगेटिभ गर्नुपर्ने छ. होल सेन्टेन्सलाई नेगेटिभ केले गर्छ निसले गर्छ या. सो that's the answer. I hope you got some right and whatever you have done wrong please correct that. है त करेक्ट गरिदिनुहोस् त के रङ गर्नु. अब I think this is a small summary kind of thing. Your screenshot, I hope you have done the screenshot there. And moving on, let's see what's up. My computer is lagging. I'm sorry for that. Okay. Ich habe das soon. यसको answer. Okay. So अब यसमा चाहिँ we'll definitely be doing what's the another case nominative accusative cases बारेमा नि हामी will discuss about that. Yeah. So अब यसमा किन काइनेन लाग्यो भने because this is a adjective with a accusative. Took me a lie. Okay, accusative. I'm confused. So this is an accusative case. किन accusative case भयो भने have भनेको यसले चाहिँ के गर्छ accusative एक्सेप्ट गर्छ या त. अघि हाम्रो के त जाइन लागेको धेरै गरेको थियौँ र यसमा सेकेन्ड पोजिसनमा त नभएको तर अहिले have भएको छ नि त. सो त्यसको कारणले दिस इज अ accusative. सो accusative भएको कारणले त्यसमा ich habe einen Hund भनेको I have a dog हुन्थ्यो नि. I have a dog einen हुन्थ्यो. त्यसको कारणले यसमा काइनेन भयो. सिमिलरली we kaufen das Apfel. अब यसमा के हुन्छ दिस इज अल्सो accusative. Okay, accusative you have to understand है. accusative हुन्छ कि हुँदैन. I hope you understand that. अब यसको मैले आर्टिकल पनि दिएको छ there भनेपछि यसमा के हुने रहेछ we kaufen काइनेन या काइनेन Apfel. किन काइनेन भयो accusative भएको कारणले. त्यो टेबलले के भन्छ accusative केसमा हुँदा के लेख्नु भन्छ त्यसले त्यो हिसाबले हामीले त्यहाँ लेख्यौँ है त. Similarly, es gibt das man das Buch. हैन अब यसमा के लेख्नु पर्यो हामीले यसको आर्टिकल फेरि there छ. यसमा पनि सेम हो कुरा. काइनेम. ओके टुथ मी लाइट. यसमा म अलि कन्फ्युज भएँ. मैले योभन्दा अगाडि आई होप या डाटिभ डेफिनेटली पढाएको छ. डेफिनेटली मैले डाटिभ पढाएको छ हैन. सो यसमा हेर्न सक्नुहुन्छ एस गिफ्ट भनेपछि यसमा दुईटा केस आएको छ. ओके मान र das Buch. das Buch भनेको एस गिफ्ट das Buch डाइरेक्ट भयो. इनडाइरेक्टमा के भयो मान भयो. यानी कि यो भनेको हाम्रो पस्छ डाटिभ केसमा. सो डाटिभमा के हुन्छ हाम्रो काइनेम भनेपछि मैले मात्र र मात्र गेनेटिभ पढाएको रहेनछ हैन त. गेनेटिभ पढाएको छैन मैले एक्युजाटिभ र डाटिभ भन्दा अगाडि पढाइसकेको हुनुपर्छ है त यसको लागि चाहिँ. सो एस गिफ्ट काइनेम मान das Buch. ओके काइनेम किन भयो किनकि यसमा आइनेम हुन्थ्यो नि त काइनेम नभएको भए हैन. सो यो डाटिभ नाउन भएको कारणले यसमा यो नाउन डाटिभ भएको कारणले यसमा हामीले युज गर्यौँ काइनेम. क्लियर. सिमिलरली ओके इस जेहे डेडेडास काट्से. अब यसमा के हुन्छ काइने काट्से या. सिमिलर किन यसमा काइने काट्से भयो भने दिस इज एक्युजाटिभ हो. एक्युजाटिभ केसमै छ या ट्रु बट एक्युजाटिभ केसमा केही पनि चेन्ज हुँदैन नि त. अगेन रिमेम्बर द्याट टेबल है त. त्यो टेबल चाहिँ कम्प्लिटली याद हुनु नै पर्छ है त. देयर इज नो एक्सेप्सन टु द्याट. अब लास्टमा छ जी हेल्प ड्यास किन्ड. अब यसमा के हामीले ध्यान गर्नु पर्यो इज दिस अ एक्युजाटिभ हो कि डाटिभ हो त्यो कुरा याद राख्नु पर्यो नि त. अब यसमा के छ हिल्फ छ. हिल्फ भनेको के हो हाम्रो डाटिभ भर्ब हो. सो डाटिभ भर्ब भएको कारणले किन्डमा दास लागेछ भनेपछि हामीले के लेख्नुपर्छ काइनेम या. सो जी हेल्प काइनेम किन्ड. किन काइनेम हो भन्ने कुरामा कन्फ्युज नहुनुहोस्. हिल्फ भनेको डाटिभ भर्ब हो. सो डाटिभ भर्बले
दाटिभ भर पछाडि जहिले पनि हामीले युज गर्छौँ दाटिभ प्रिपोजिसनहरू या सो त्यो कारणले त्यो दाटिभ आर्टिकल्सहरू युज गर्नुपर्ने हुन्छ सो त्यसको कारणले हामीले काइनेम युज गऱ्यौँ है त सिमिलरली लेट्स सी अर्को इभिङ्गेन के छ इभिङ्गेन ओके देयर इज युज काइने काइनेम काइनेन सो आई थिङ्क यो चाहिँ नोमिनेटिभ एक्युजेटिभ दाटिभ सबै केसहरू चाहिँ मिक्स गरेको हुन्छ है त सो प्लिज गेस दिस दास इस्ट ड्यास टिस यसमा के हुन्छ काइन टिस डियर लाग्दा नि काइन किन भयो सर किनकि यसमा इस्ट छ जाइन या जाइन भएको कारणले यसमा जाइनले के गर्छ जाइन इज द भेरी एक्सेप्सनल छ 4टा 5वटामा एउटा एक्सेप्सनल भर्ब यस्तो भर्ब जसले चाहिँ अब्जेक्टलाई पनि हाम्रो नोमिनेटिभै बनाइदिन्छ या नो म्याटर वाट सो त्यसको कारणले त्यसमा काइनेन भएन त्यसको कारणले नत्र भए काइनेन हुन्थ्यो या अनि इख डेङ्के ड्यास लेरर अब यसको के हुन्छ स्तुतमेलाई इस दाङ्के ड्यास लेरर अब यसमा के हुन्छ काइनेम लेरर आई डोन्ट थ्याङ्क आई नट थ्याङ्क द टिचर या त आई नट थ्याङ्क एनी टिचर सो यो केमा छ काइनेम किन भयो डाङ्के भनेको या त डाङ्केन भनेको के भयो यो दाटिभ भर्बमा आउँछ सो त्यसको कारणले हाम्रो यो भयो काइनेम त्यसरी नै वी हाभेन ड्यास लाम्पे डी अब डी भनेपछि यसमा के लाग्ने रहेछ ओके काइने किन काइने लाग्यो किनकि लाम्पे भनेको डी भइहाल्यो अनि यो एक्युजेटिभ केसमा भयो केसको त्यो एक्युजेटिभ केसको त्यो टेबलमा डीमा हेर्नुहुन्छ भने के छ काइने छ ओके सिमिलरली अब ओके लेट्स लर्न दिस इन अ भेरी स्ट्रेट फरवर्ड म्यानर है त ए निम्ड ड्यास स्टिफ दे अब यसको आर्टिकल छ देयर छ यसको आर्टिकल के छ देयर छ यो भनेको एक्युजेटिभ केस हो कि नोमिनेटिभ केस हो कि दाटिभ केस हो त थाहा पाउनुपर्छ सो यो भनेको एक्युजेटिभ केस हो अब एक्युजेटिभ केसको अब यो डेयर भनेपछि मास्कुलिन एक्युजेटिभ केस मास्कुलिन एक्युजेटिभ केसको के लेख्नुपर्छ हामीले त्यो टेबलमा हेर्नुहोस् त याद गर्नुहोस् त के छ त्यसको के रहेछ काइनेन या सो हो त्यसरी चाहिँ याद गर्नु पर्यो है त सिमिलरली इख सेङ्के ड्यास फ्राउ आइन गेसेङ्क भनेको छ अब यसमा के छ हाम्रो आर्टिकल के छ दी भनेपछि फेमिनिन यो आर्टिकल के यो सेन्टेन्स केमा छ दाटिभ फर्ममा छ कसरी दाटिभ फर्ममा छ किनकि दुईवटा हाम्रो आएको छ अब्जेक्ट ओके अब्जेक्ट दुईवटा आएपछि के छ हाम्रो आइन गेसेङ्क भनेको चाहिँ हाम्रो डाइरेक्ट भएको छ होइन आइन गेसेङ्क भनेको हाम्रो डाइरेक्ट अब्जेक्ट छ इन्डाइरेक्ट अब्जेक्ट भनेको फ्राउ छ यानि कि दाटिभको फेमिनिनमा के हुने रहेछ त हेर्नुहोस् त त्यहाँनिर काइनेर होइन त सो भनेपछि हाम्रो यसमा के हुने रहेछ काइनेर सो यसरी चाहिँ हामीले के लेख्ने फिगर आउट गर्नुपर्ने हुन्छ है त यसको लागि हजुरलाई केसेसहरू याद गर्नुपर्ने हुन्छ केसेसहरू के छुट्याउन आउनु पर्यो त्यहाँदेखि यसको आर्टिकल याद हुनु पर्यो यो दुईवटा कुरा याद भएपछि अनि त्यो टेबल याद भयो त्यो 3टा कुरा याद हुँदाखेरि यु क्यान इजिली डु अल अफ इट या सो आई होप द्याट वाज फन मुभिङ अन yeah that's what alles danke für Ihre Zeit that was all thank you for your time and if you have any queries blah 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 okay feel free to contact me through dash and moving on we are in next video bis dann tschüss